सो हेलो गाइज, सबैजनालाई स्वागत छ हाम्रो यो डिप क्रिएसन युट्युब च्यानलमा। साथीहरू, आज हामी यो आइटेल भिजन 1 प्रो सेटको चार्जिङ कनेक्टर खराब भएको हुँदा यसलाई हामी चेन्ज गर्न गइरहेका छौँ अथवा नयाँ कनेक्टर हाल्न गइरहेका छौँ। यसको लागि मैले चार्जिङ कनेक्टरको त्यो ठाउँलाई निकालेर त्यसलाई सफा पनि गरिसकेको छु र नयाँ चार्जिङ कनेक्टर पनि ल्याइसकेको छु र यसलाई नै मैले सफा गरेर त्यसमा सोल्डिङ वायर पनि लगाइसकेको छु। सोल्डिङ वायर लगाएर चाहिँ क्लिन गरिसकेको छु। सोल्डिङ भइसकेको छ र अब यसमा बसाएर यसमा बसाउनको लागि हामीले पहिला यो सोल्डिङ पेस्ट लगाउनु पर्ने हुन्छ। सोल्डिङ पेस्ट लगाइसकेपछि साथीहरू हामीले यसमा अब सोल्डिङ वायरलाई सोल्ड गरिदिनु पर्ने हुन्छ। यसमा चाहिँ एउटा पट्टी चाहिँ सोल्ड भइसक्यो। अब यसै गरी सबै पोइन्ट्सहरूमा हामीले सोल्डिङ गर्नेछौँ। र फेरि सोल्डिङ पेस्ट लगाएर पछाडिपट्टि जो पिनहरू हुन्छ त्यसमा चाहिँ सोल्डिङ वायरले राम्रोसँग सोल्ड गर्दैछु। यो अब यसलाई क्लिन गर्दैछौँ। यसलाई सबै काम भइसकेपछि क्लिन गर्नुपर्छ साथीहरू, होइन? देख्नुहुन्छ, देख्न सक्नुहुन्छ, राम्रोसँग क्लिन भइसकेको छ। एकदम पर्फेक्ट तरिकाले लागिसकेको छ, सोल्ड भइसकेको छ। र यसमा चाहिँ ध्यान दिनुपर्ने कुरा के हुन्छ भनेपछि यो कनेक्टरको साइडमा चाहिँ यो माइक छ साथीहरू, होइन? माइकमा चाहिँ यो सफा गर्दा त्यो थिनर गयो भने चाहिँ माइक खराब हुनसक्ने सम्भावना धेरै हुन्छ। अलि ध्यान दिनु होला, त्यसमा चाहिँ नपसाल्नु होला त्यो थिनरलाई। र अब यसले चाहिँ हामी प्याक गरिदिन्छौँ साथीहरू। यसमा चाहिँ जस्तो थियो त्यस्तै राखिदिन्छौँ हामीले। यसमा चाहिँ यताउताबाट राम्रोसँग बस्यो कि नै भनेर हेर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ यो डिस्प्लेको त्यो तारलाई र एन्टिनाको तारलाई चिप्काउनु पर्ने हुन्छ। एकदम इजी तरिकाले हामी बनाउँदैछौँ। एकदम घरमै बनाउँदैछौँ साथीहरू, होइन? यस्तो मेटेरियल्सहरू पनि छैन, त्यस्तो सामानहरू पनि छैन, होइन? एकदम हातले नै विदाउट मेटेरियल्स, होइन? कुनै मेसिन विदाउट मेसिन बनाउँदैछौँ, घरमै बनाउँदैछौँ साथीहरू। अलि दिमाग लगाउने हो भने हामीले यो काम घरमै गर्न सक्छौँ। ग्यालरीमा लगेर 250, 150, 300 दिनुभन्दा अलि दिमाग पुऱ्याएर यो कामलाई हामीले घरमै गर्दाखेरि पैसा बच्छ साथीहरू, होइन? त्यही उद्देश्यले चाहिँ मलाई पनि अलि नलेज भएको हुँदा घरमै बनाएको। यसमा चाहिँ अब किला हराउँछ भनेर यो स्पिकरमै चेप्पाइदिएको थिएँ साथीहरू, त्यहाँबाट निकालेर अब प्याक गर्दैछौँ हामीहरू। यो किला सिला हाल्दैन, होइन? एकदम मजाले केही कुराहरूलाई नछुटाएर जस्तो थियो त्यस्तै प्याक गरिदिनुपर्छ हामीले, अलि सावधानीपूर्वक साथीहरू, होइन? ल साथीहरू, स्क्रुहरू पनि सबै लगाइसक्यौँ हामीले। अब चाहिँ हामीले गरेको काम सक्सेस भयो कि नै भनेर चेक गर्नुपर्ने हुन्छ साथीहरू, होइन? एकदम सक्सेस भइसक्यो हाम्रो काम चाहिँ। ल साथीहरू, हामीले बनाएको चाहिँ सक्सेस भयो। यसरी नै हामीले घरमै बसेर चार्जिङ कनेक्टर हाल्न सक्छौँ साथीहरू। आजको लागि यति नै। भिडियो राम्रो लागेको छ भने, मन परेको छ भने आफ्नो माया देखाइदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।